मासु नखा भन्दा पनि मान्दै मानेन बुढी अनि आज जबरजस्ती मलाई के गराइन् त साथीहरू। दर्शक नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई मेरो मिनी ब्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि एकदम धेरै सन्चै आरामै छु। मान्छे हेर्दा त सानो छ, ज्यान पनि सानो छ, माया लाग्दो छ, तर हुकुम भने मलाई यति चलाउँछ नि, जिद्दी पनि त्यस्तै छ मेरो बुढी। मैले चाहिँ एउटा ठुलो गल्ती गरेछु जस्तो लागिरहेछ क्या साथीहरू। बेलुका बेलुका डाइटिङ गर्न थालेँ। बुढीले पनि यस्तो चिजहरू खाएर झन् देखाइदिन्छ, झन् त्यही माथि मलाई यस्तो खाउँ लाग्दैन यस्तो चिजहरू। अब बुढीले झन् त्यही माथि खाएर देखाइदिन्छ। यस्तो चिजहरू चाहिँ मेरो अगाडि खाएर नदेखाए बुढी मलाई पनि खानु मन लाग्छ भनेको झन् त्यही माथि एक्सट्रिम निकाल्दै हाँस्दै पो खाइरहेको। अब उनीहरूले त अब खाइहाल्यो होइन। अब ल बुढी मलाई पनि भोक लाग्यो, मलाई पनि के खानेकुरा बनाइदिउँ न, खाजाहरू खाम भनेर भनेको। तपाईँहरू त त्यही चटपटे बनाएर खानु न, नर्मल खालको भनेर ल ठिकै छ नि त भनेर चाहिँ मैले खाजा खाएर एकछिन बसेको। बुढीले त खाना पकाउनु भनेर भने, तिमीले चाहिँ किन यति छिटो खाना पकाउनु लाग्यो मलाई आज भनेर भनेको। आज लोकल कुखुराको मासु खानुपर्छ, आज एकदम खानु मन लागेको छ भनेर। ए बुढी आज बेलुका पनि भइसक्यो, आज मासु नखाम न, बरु भोलि बिहानै म बनाइदिन्छु राम्रो तरिकाले भनेर भनेको। हुँदैन कि हुँदैन आज खाने भनेर जिद्दी। ल त्यसो भए तिमीहरू आमा छोरा चाहिँ खाओ भनेर चाहिँ म किचनतिर उनीहरूको लागि कुखुराको मासु बनाउन थालेँ। सुरुमा त मैले खाँदिनँ भनेर बसिरहेको थिएँ, तर कुखुराको मिठो खालको बास्ना आएर मलाई त खाउँ लागिहाल्यो। बुढी कुखुराको बास्नाले त मलाई एकदम भात खाउँ लागेको, थोरै खान्छु नि है भनेर बसेको त खाँदा खाँदै 2 थाल बजाएछु म। कहिलेकाहीँ त घरमा बुढीको जिद्दीले गर्दाखेरि पनि साह्रै मिठो लोकल कुखुराको मासु खानु पाइँदो रहेछ है साथीहरू। हजुरको घरमा चाहिँ के कस्तो हुन्छ नि कमेन्ट गर्नु होला है त।